ल जाउँ जाउँ जाउँ। हेलो एभ्रिवान, वेलकम अगेन माई भ्लग। आजको यो भ्लग चाहिँ हामी विशेष ए ड्रम बुझाइदिएनौँ त हामीले। हामी एक ठाउँदेखि अर्को ठाउँ जाँदैछौँ। हामी पाल्पामा छौँ। हामी आज अटुङ्गासम्मको यात्रामा छौँ। हाम्रो कम्पनीको गाडीमा सामान लोड भइसकेको छ। हामी अहिले पुनः हिँडिरहेको अवस्था छ। यो चाहिँ हामी रानी महलभन्दा हल्का माथि हो। ब्याकग्राउन्डमा रेकर्ड गर्दाखेरि भिडियो हालिएको छ। हामी यसरी सबै ग्रुप गइरहेका छौँ। तपाईँ कहाँसम्मको यात्रामा जाँदै हुनुहुन्छ? भन्नुहोस् त हजुर। केही भन्दैन किन रिसाउनु भएको छ? अर्तुङ्गा भन्नुहोस् न। हाँसखेल गर्दै अर्तुङ्गा जाने हो नि त हामी होइन। अवस्था छ। सेर्लुङ त अब खुलेन, के गर्ने? सेर्लुङको आश मऱ्यो। अब ओह्रालो लाग्यो ज्यान। आज हामी यहाँको काम रानी महल अर्को गन्तव्य स्थानतिर जाँदैछौँ। त्यहाँदेखि चाहिँ ओह्रालो लाग्दै हाँसखेल गर्दै हिँडिरहेको अवस्था छ। म चाहिँ यहाँ बसेर अब वेटिङ गर्दैछु हेलो साथीहरूलाई। मेरो मैया आउनुभयो। त्यही त पहाड हरियाली मौसमले गर्दा धेरै नै राम्रो हुने गर्दछ। अलि बिस्तारै हिँड्ने, बिस्तारै। अब डान्स चाहिँ हेर्न सक्नुहुन्छ। हामी फाइनली अहिले गाडीमा बसिसक्यौँ। ल बजेर पसिना पसिना हाल्यो यार। पसिना आएको छ। हामी चाहिँ अहिले गाडीको यात्रामा छौँ। हामी माथि बाहिर बसेको हुनाले यो दृश्य हाम्रो रानी महलभन्दा माथिको हो। तपाईँहरू यो कोरिडोरको बाटो हिँड्नु भएको छ भने तपाईँहरूलाई थाहा छ। मेरो एउटा गाना याद आइरहेको बस योभन्दा अघिका भ्लगहरूमा जुन मैले एउटा ब्याकग्राउन्ड म्युजिक राखेको थिएँ त्यो एउटा कपिराइट लागेको छ र यो चाहिँ मैले एआईबाट बनाएको छु ब्याकग्राउन्ड म्युजिक। र अब हामी कस्तो लाग्छ स्थानमा पुगिसक्यौँ। अब यो चाहिँ हामीले आफ्नो टेन्ट बनाउने तयारी अवस्थामा छौँ। यस्तै टेन्ट बनाउँछौँ हामीहरू। यसरी नै हामी टेन्ट बनाएर ठाउँ ठाउँमा बस्दै आइरहेका छौँ। अधिकांश ठाउँहरूमा हामी जङ्गलतिर काम गर्ने पर्ने हुनाले काम गर्छौँ। त्यही हुनाले गाह्रो छ पाइन पनि। हामी 1 2 3 4 5 मेरो भ्लग 3 लाग्छ रे 8 माथि 1 9 काम गर्ने सिलसिलामा नेपाल टुरमा भोलि एक अझै बनाउनु पर्ला। साथ सपोर्ट गरिदिनु होला। हस्त धन्यवाद। महारानी त्यो घरको
हामी सबैले खाने जागिर यही नै हो यहाँ नेपालको। हुन्छ, धन्यवाद हेरिदिनु भएको